यस्तो टिममा जाउँ जसले नेसनल टिमको 2 जना पेसर लिएर भनिरहेको छ प्लिज क्यान यो पटक चाहिँ पिचको घाँस यत्तिकै छोडिदिनुस्। गुल्सन पनि छन् के रे सिम अप्सन कर्णाली एक्समा र रिसेन्ट केही समयतादेखि त गुल्सनले नेपाली टिमको लागि पनि एकदम नै राम्रो कन्ट्रिब्युसन गर्दैछन्। कर्णालीको लागि मेरो विचारमा सबभन्दा प्लस पोइन्ट हो लास्ट सिजन राम्रो गर्ने नेपाली कोरलाई भने रिटेन गरिराखेको छ। लास्ट सिजन कर्णालीको लागि प्रोबेबली मोस्ट भ्यालुएबल प्लेयर रहेका विल वशिष्ठलाई पनि फेरि टिममा ल्याउन सफल भएको छ। लास्ट सिजन शिखर धवनलाई भित्राएर ठुलो हाइप क्रिएट गरेको कर्णालीले यो पटक त्यस्तो हाइप क्रिएट गर्न नसके पनि प्लेयर भने राम्रै पाएको छ है। टप अर्डरबाटै सुरु गर्नुस् न त। म्याक्स डाउड, प्रियाङ्क पाञ्चाल, विल वशिष्ठ, नजिबुल्ला जादरान जसमा नेपाली प्लेयर्सको पनि राम्रै मिक्स छ। आर्मीका इमरान शेख र एनपीएल सिजन 2 अक्सनका हट पिक मध्येका एक पवन सराफ पनि छन् जसले मिडल ओभरमा एकदम नै राम्रो कन्ट्रिब्युसन दिन सक्छन्। मेरो लागि पर्सनली म चाहिँ अर्जुन घरतीको यो सिजन हेर्न एकदम नै इच्छुक छु। लास्ट सिजन डिसेन्ट नै खेलेका उनले यो पटकको पीएम कपमा भने उनको एबिलिटीलाई एकदम नै राम्रोसँग दर्शाएका थिए। र यो लाइनअपमा एड गरिदिनुस् गुल्सन झा। नेपाली क्रिकेट टिमका लागि खास गरी T20 फर्मेटमा रेड हट फर्ममा रहेका गुल्सन। वेल गुल्सन झालाई कता बल फाल्ने कता नफाल्ने त्यो त हामीले अस्तिको गुल्सन झा स्पेशल भिडियोमा कुरा गरि नै सक्यौं। यदि हेर्नु भएको छैन भने त्यो पनि यतै कतै आई बटनमा आएको छ, क्लिक गरेर हेर्दा हुन्छ। कर्णाली याक्सले लास्ट सिजन हामीलाई त्यो सिजनको इमर्जिङ प्लेयरको रूपमा विपिन शर्मा दिएको थियो जो पछि गएर नेपाल अन्डर 16 को क्याप्टेन समेत भएको रे। उनको जिसन मक्सुदसँगको पार्टनरशिपले कर्णालीलाई मिडल ओभर्समा एकदम नै राम्रो कन्ट्रोल दिएको थियो र यो पटक उनीसँग पार्टनरशिप गर्न स्कटल्यान्डका मार्क वाटलाई भित्राएको छ कर्णालीले। नेपाल अन्डर 19 का अर्का स्पिनर युवराज खत्री र युनिस विक्रम ठकुरी पनि छन् कर्णाली याक्ससँग। सरसर्ती टपदेखि बटमसम्म हेर्दा कर्णाली याक्स एकदमै ब्यालेन्स पनि देखिन्छ। फ्यान्सहरूले ठुलो प्लेयर ल्याउन सकेन भनेर जुन नैराश्यता देखाउँदैछन् त्यो नैराश्यता टुर्नामेन्टमा देखिन्छ जस्तो लाग्दैन मलाई।